अब दुख बिमारी भाग्ला नि अब गाडी आइदियो हामी डाक्रा जाने हुन्छ। म ठ्याक्कै यति बेला यो शान्तिनगर 2 को अदुवाबारी चापीकोटमा छु। मेरो पछाडि देख्न सक्नुहुन्छ यो बस्ती देख्न सक्नुहुन्छ। यो बस्ती अझै पनि विद्युतको पर्खाइमा छ। केही पनि सेवा सुविधाहरू छैनन्। बाटो यहाँसम्म आउन पनि बडा मुस्किल छ। जसो यहाँसम्म चाहिँ आउन सक्ने चाहिँ भएको छ बाटो, तर विशेष गरी विद्युतको पहुँच भने अझै पनि छैन। यो शान्तिनगर गाउँपालिका वडा नम्बर 2 मा पर्ने विकट शान्तिनगरको विकट क्षेत्र मानिन्छ। यो क्षेत्रलाई विशेष गरी भोट बैंकको रूपमा पनि चिनिन्छ भन्ने छ। वर्षौं साल आउने चुनावी मुद्दा उठाउने तर नपाउने। के भन्नुहुन्छ यहाँका स्थानीयहरूले? हामी थोरै घरमै गएर उहाँसँग कुरा गर्नेछौँ। जस्ताको तस्तै तपाईँको सामु यो विकट क्षेत्र शान्तिनगरको विकट क्षेत्र मानिनेमा छौँ आज हामी। बस्ने समस्या पर्छ हामीलाई त। कहिले त अब दुख बिमारी भाग्ला नि अब गाडी आइदियो हामी डाक्रा जाने हुन्छ। अब गाडी आउने ठाउँ हुन्न, बाटोघाटै हुन्न, अब हिँडेर त बोकेट भयो भने ल्याउनु पर्ने हुन्छ त डाक्टर त। समस्या ठुलो छैन। भित्र अँध्यारामा भित्र छामछुम गर्नु पर्यो, मोबाइल बालेर गुजारा गर्नु पर्यो। अब के गर्ने त? फेरि चुनाव आउँदैछ अनि नेताहरू फेरि भोट माग्न आउलान्। बत्ती छैन, बाटो छैन, के गर्ने अब फेरि? त्यो त अगाडि नेताले गर्नु पर्यो त नि। नमस्ते। के छ, सन्चै हुनुहुन्छ? के गर्नु लाग्नु भएको छ? चापीकोट हो यो? हजुर, यो चापीकोट ऊ त्यो माथिको अदुवाबारी। ए माथिको त अदुवाबारी चापीकोट होइन? यो चापीकोट